यहाँ भित्र पसेको उ नै अंकल बुवा खैदा नि अनि पानी छ अर्को अंखरा पानीले छ त्यो पुट्ने पानी त गरेर फालेर पानी एन सबै उसाम मुसाको बुवा मान्छे खिच खिच न यता परेले समात खै म दिन्छु समातेर बस यसरी घुमाऊ यसो सबैको खिच है ल केही नि हुँदैन पूर्व फर्किने कसो भनेको पूर्व यता फर्किने हामी उता फर्किने लगाइदिने उता लगाइदिने खोइ त्यो फाल्नु पर्यो पहिला तिनीहरूले फाल्छन् लिन गयो हेलो ह्याप्पी दियो ह्याप्पी सेलरोटी अहिले हाम्रो गरौ फाल्ने कार्यक्रम भइरहेको छ र हामी अहिले ठिक्क 11:30 सायद छोप्दै नसकेर हामी अहिले पानी छेक्ने कार्यक्रम भइरहेको छ। अहिले हाम्रा दिदीबहिनीहरू हामीलाई पानी छेक्दै हुनुहुन्छ। उहाँहरू अहिले भव्यताका साथ हाम्रो पछाडि घुमिरहनु भएको छ। उहाँहरू जहिले पनि हाम्रो पछि पछि हिँड्नुहुन्छ। मोटरसाइकल अनि पछि पानी सक्यो पानी सक्यो घोषणा गरिन्छ। गाडी हिँड्दैन हो गाडी अगाडि ओभरटेक गर्ने अहिले मम्मीले उछिनेर अगाडि आइसक्नु भएको छ। अहिले कान्छी बुबुले पानी लिएर गाडीमा इन्जिन तताइसक्नु भएको छ। अब गाडी हिँड्यो हाम्रो भान्जी मुसुक्क हाँसेर खिचित्त गरेकी छिन्। ए के हो यस्तो छ्याक्ने कार्यक्रम भर्खरै सकिएको छ। अब हामी बिस्तारै टिकाको कार्यक्रममा अगाडि बढिरहेका छौँ। हामी अहिले गर फाल्ने कार्यक्रममा अब लागिरहेका छौँ। हामी छिट्टै नै यस भव्य तिहारको कार्यक्रमको उद्घाटन गर्नको लागि हाम्रा आजका सभापति प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सभापतिज्यू अहिले हाम्रो बाथरुमबाट निस्किसक्नु भएको छ। उहाँलाई छिटो आउनको लागि अनुरोध गर्दछौँ। बाथरुमबाट टोयलेटमा ट्रान्सफर हुनुभएको छ। उहाँ अहिले 2-3 ठाउँको उद्घाटन गर्दै व्यस्त हुनुहुन्छ।